आदरणीय दर्शकबिनहरू स्वीकार्नुहोस् न्यानो अभिवादन। साँच्चीकै कान्छीले सागरलाई फेला पारेकी हुन् त? पछिल्लो समयमा कान्छी र सागरको मिलन भएको हो त? सपनामा आफ्नो श्रीमान सागरलाई जङ्गलमा भएको महसुस भएपछि कान्छी भने सागरको खोजीमा जङ्गलको बीचमा आफ्नो दाई र भाइ सन्तोषसँग आइरहेकी थिइन्। यता सलिनाको मामाले भने सागरलाई लामो समयदेखि जङ्गलको बीचमा अपहरण गरेर लुकाएर राखेका छन्। दर्शकबिनहरू विगतको समयमा आफूले गरेको गल्तीहरू सागरमाथि लगाउन खोजिरहेको सलिनाको मामाको कुरा सागरले स्वीकार नगरेपछि सलिनाको मामाले भने सागरलाई लामो समयसम्म जङ्गलको बीचमा अपहरण गरेर भोकै र प्यासै राखिरहेका छन्। सागरलाई त्यहाँबाट छोड्नका लागि सलिनाले अनगिन्ती विभिन्न किसिमका कुराहरू आफ्नो मामासँग गरिरहेकी थिइन्। तर राक्षस रूपी मामाले भने उल्टै सलिनालाई पनि बाँधेर जङ्गलको बीचमा राखिरहेका छन्। दर्शकबिनहरू यता कान्छीले भने आफ्नो सागरलाई खोज्नका लागि जङ्गलको बीचमा जाने क्रममा अचानक केही कुराहरू देखेर चकित परिरहेकी थिइन्। पछिल्लो समयमा कान्छीले देखेका दृश्य कतै सागरलाई त होइन, कतै कान्छीले भने सलिनाको मामाले जङ्गलको बीचमा अपहरण गरेर राखेको देखेकी त होइनन्। आउनुहोस् यसै विषयको सेरोफेरोमा रहेर हामी यस भिडियो सामग्री तयार पार्दैछौँ। दर्शकबिनहरू पछिल्लो समयमा कान्छीले भने आफ्नो श्रीमान सागरलाई लामो समयसम्म खोजिरहँदा पनि फेला पार्न नसकेपछि कान्छी मात्र नभएर ठुले दाई र सन्तोष पनि धेरै नै निराश भएका थिए। तर केही समयपछि कान्छीले भने आफू सुतेको समयमा सागरलाई सपनामा जङ्गलको बीचमा हराउँदै गरेको देखिसकेपछि कान्छीलाई भने आफ्नो श्रीमान सागर जङ्गलमा नै छन् भन्ने कुराको शङ्का गरिसकेकी थिइन्। तर कान्छी भने आफ्नो दाई र भाइसँग सागरको खोजीमा जङ्गलको बीचमा आएकी थिइन्। पक्कै पनि सागरकी बाल्यकालकी प्रेमिकाले भने कान्छी र सागरको मिलन हुन नदिनको निम्ति विभिन्न किसिमका खेलहरू रचिरहेकी थिइन्। आफ्नो साथीको सहयोग लिएर उक्त महिलाले भने धेरै खेल रचिरहेकी थिइन्। दर्शकबिन कान्छी भने सागरको खोजीमा जङ्गलको बीचमा जाने कुरा थाहा पाएपछि उक्त महिलाले कान्छीलाई रोक्ने प्रयास गर्दै साथीसँग जङ्गलमा गइरहेकी थिइन्। उता कान्छाकी प्रेमिकाको बुबाले भने आफूले विगतको समयमा जति नै नराम्रा काम गरे तापनि अब आउने समयमा आफ्नी छोरीको कुरालाई सुनेर अब छोरीका सबै कुरा मान्ने बताएका छन्। विगतको समयमा आफूले चाहेर पनि आफ्नी छोरीलाई पुरा गर्न नसकेका कान्छाकी प्रेमिकाका बुबाले अब सबै कुराहरू मान्ने निर्णय लिइसकेका छन्। दर्शकबिनहरू आजको भिडियो यति नै। यस विषयमा रहेर के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा गई आफ्ना जिज्ञासा राय सल्लाह सुझावहरू राख्न नबिर्सनुहोला। हस्त नमस्कार।